मिल्छ मलाई 600 करोड रुपियाँ हो मलाई के ब्याङ्क लोन 600 करोड हो त्यसमा मसँग 5 स्टार होटल बन्दैछ स्कुल छ मेडिकल कलेज छ क्यान्सर हस्पिटल छ मलाई 5 वर्षदेखि मेरो क्यास ओभरफ्लो हुन्छ मलाई त्यो गाह्रो होइन नि तर मलाई त हुन्छ तर तपाईँलाई हुनु पर्यो आम पब्लिकलाई हुनु पर्यो आम व्यापारीलाई हुनु पर्यो नि व्यापारी युवा जति मैले भने त जुत्ता मैले सिओहरूको मिटिङमा के भने तिमीहरू पैसाको व्यापार गर्न बसेको हो नि त ब्याङ्क त ब्याङ्क पैसाको व्यापार गर्न बसेको एउटा जुत्ता व्यापारीको जुत्ता जसरी बिक्दैन तिमीहरूको पनि एक दिन पैसा बिक्दैन भनेको आज पैसा त बिकेको छैन नि किनभने जहिले राष्ट्रिय ब्याङ्कले 40 अर्ब 50 अर्ब तान्दैछ छ कि छैन के भयो त 2 वर्षमा 79 साल फागुन 1 गते मैले लडाइँ सुरु गरेको 2 वर्षमा के चमत्कार भयो त यहाँ ल भन्नुहोस् त अनि मैले भने के भने के फलेको थिएन र तपाईँहरूले 18% पुर्याउनु भयो ब्याज होइन ब्याङ्कले के फलेको थियो र अहिले तपाईँहरू 7% मा ल्याउनु भयो भन्नुहोस् त तपाईँ आफै भन्नुहोस् र हिजो तपाईँहरू 18% ब्याज पुर्याउँदा पनि तपाईँको ब्याङ्कको नाफा 5 अर्ब आज तपाईँको चाहिँ नि 7% मा आउँदा पनि तपाईँको ब्याङ्कको नाफा 5 अर्ब के मिलेको छैन हिसाब किताब त्यहाँ के मिलेको छैन